इन्टरभ्यू नि नलिइकन विदाउट इन्टरभ्यू न्युजिल्यान्डको भिजा एप्रुभ हुन्छ कि हुँदैन? धेरैजनाको कन्सर्न छ। सो सबैलाई हो र इन्टरभ्यू आउने अथवा भिजा लज गरेपछि इन्टरभ्यू कम्पल्सरी नै आउँछ र भनेर सोध्नु भएको छ धेरैले। सो हजुरलाई म क्लियर गर्दैछु। न्युजिल्यान्ड इमिग्रेसनको एन्टायर डकुमेन्टेसनको पार्टमा इमिग्रेसनले हजुरको भिजा डिसिजन दिनलाई एउटा मेजर मापदण्ड जसरी इन्टरभ्यूलाई सेट गरेको छ। तर सो अब कसलाई लिने, युनिभर्सिटीलाई लिने कि कलेजलाई लिने कि डिप्लोमालाई लिने कि ब्याचलर्सलाई लिने भनेर त्यस्तो केही पनि कुराहरू तोकेको चाहिँ छैन। तर हजुरले गरेको डकुमेन्ट्सहरू अपडेटेड छ। हजुरको डकुमेन्ट्समा कुनै पनि शङ्का छैन। इमिग्रेसन न्युजिल्यान्डले आफ्नो फ्लोमा हरेक डकुमेन्ट्सहरू उनीहरूले बुझ्न सक्ने छ, भेरिफाएबल छ। कुनै पनि डकुमेन्ट्समा स्टुडेन्टलाई फोन गरी कुनै कुरा क्रस चेक गर्न जरुरी छैन भने त्यस्तो कन्डिसनमा विदाउट इन्टरभ्यू नै भिजा एप्रुभ भएको हुन्छ। यो विशेष गरी मास्टर्स लेभलको एप्लिकेसन अथवा युनिभर्सिटी लेभलको एप्लिकेसन, पोलिटेक्निक्सहरूमा जो चाहिँ एकदमै अपडेटेड, एकदम वेल प्रिपेयर्ड डकुमेन्ट्सको केसमा इन्टरभ्यू नलिई डिसिजन आएको छ भने जसको डकुमेन्ट्समा केही न केही आफूले कन्फ्युजन छ, अब हरेक कुराहरू जस्तो ग्यापहरू छ, स्टुडेन्टले चाहिँ आफ्नो प्रोफिसिएन्सीको कुरा, एसओपीको कुराहरूलाई राम्रोसँग मेन्टेन गरेको छैन अथवा कति कुरामा शङ्का छ भने त्यस्तो केसमा भेरिफिकेसनको लागि यो स्टुडेन्ट रियलमै इन्ट्रेस्टेड हो कि होइन, के हो कसो भनेर चेक गर्नको लागि इमिग्रेसन न्युजिल्यान्डले इन्टरभ्यू लिन्छ। लिँदैमा डराउनु पर्दैन, मजाले प्रिपेयर गरेर हजुरले आफ्नो भिजा चाहिँ एप्रुभ हुन्छ राम्रोसँग बोलिदिनु भयो भने। र अहिलेसम्म एक्सेस एजुकेसनको केसमा एकदमै राम्रो भिजा रेट छ।